हेलो नमस्ते गाइज। अब म बुढी बच्चासँग आज घुम्न आज शनिबार पनि यो बुढीलाई घुमाउन लगेन भनेर फायर भइरहेको थियो। अब खुसी 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 हिँड ल खुसी रे ल सबजनालाई बाई बाई। हेलो छोरी कहाँ पर हो बाबाले के भन्ने हिँड न भने के भन्ने बाबालाई साथीलाई माइगन भन्छ। ल गुड। ल सिधै अब चाहिँ सिसिनी गुम्बा। अहिले के यहाँ खेल्ने ठाउँहरू पनि बनाउनु लाग्छ छ है। शिवपुरी के थ्रिल एडभेन्चर पार्क हो क्या होला त्यस्तै लाग्यो है। ल ठिक छ राम्रो। पहिला उताबाट आउँदाखेरि बाटो उता थियो, अहिले यताबाट आएको यस्तो रहेछ। ल ठिक छ केही छैन। के भयो छोरी ल जाऊँ ल होइन ल है सिधै अब ल गाइज कहाँ हो यसो हेर्नु होला ठाउँ। वाह काठमाडौँ सहर ल सब खुल्ला क्लिन देखा छ यार अहिले चाहिँ। वाह ल हिँड्नु त ल आऊ माथि छ भने बनाउँदै रहेछ। हो हुन्छ घरमा दबाई छ अरे होइन आउँदैछ बिस्तारै यसरी हिँड्नु नि त्यसरी नै हिँड्नु न।
यताबाट होइन बोल्नु छोडेको लैन बाबा हामी घरमा हेर्न त हामी घरमा के गर्नु घर बस्ने घरमा हामी घरमा कसले के गर्नु लैन जाइन मम्मी कहाँ छ मम्मी आउँदैछ कहाँ तल तल कहाँ तल तल ए होला हो नि ल कता जाने यता 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 नजाउँ उतापट्टि चाहिँ के हो त्यो बच्चाहरूलाई खेलाउने हो बनाएको छैन आऊ यहाँ बस न आऊ एकछिन ल यहाँ बस्छ छोरी बाबा पिङ्क कहाँ खेल्ने पिङ्क त पछाडितिर घुमाएन मैले छैन घुमा कहिले घुमाउँला बनाउन बनाऊ बनाउन बनाऊ ल नबनाउनु भयो ल हिँड ल बाबा छोरी यति घुम्ने मात्र है त काले आऊ छोडिदेऊ काले नहीं बाबा म त जाने म त जाने आऊ 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 कहाँ गर्दैछ खै खै त्यो होइन केही गर्दैन हामीलाई यता हेर आइ गर यहाँ माथि हेरेर आइ गर यहाँ माथि क्यामेरामा आइ ल घुम्न पऱ्यो नि त नि हेर टिकटक बनाउने हो नबनाउने कहाँ जाने हिँडे हेर आइज कहिले यहाँ आए कहाँ हामी आज हेर त पछाडि आइभ्यू कस्तो राम्रो आहा कहाँ हो हामी आज चिसिनी गुम्बा झरना पनि जान पर्ने है ल हाम्रो कुन चाहिँ खाएको तिमीले उत्यो हो यो हो
खै देखाउ त यता फर्केर ल आई लभ यु बुढी यो पक्रिहाल्छ यो गर्मी छ अहिले अनि कहाँ गुम्बाबाट है अहिले केही देखाउन पाएन तर मान्छे चाहिँ वाइल छ आज शनिबार प्याक रहेछ अरू अब आइसक्रिम खाँदैछ लोकल आइसक्रिम काँक्रो लोकल शनिबार खै मान्छे थियो मान्छे लोकल कहाँको लोकल तपाईँ अनि सिन्धुलीको कहाँ लोकल हुन्छ त यहीँ नारायणथानको हुनु पऱ्यो नि लोकल हुनु त सिन्धुलीको चाहिँ लोकल हो भ्यू चाहिँ दामी देखिने हो क्या तर है खुच्ची है भने त्यस्तै हो शनिबार मान्छे टन्नै छ आज माथि धरहरा नि देखिरहेछ ल सेतो खै कहाँनिर हो त्यो यो ल धरहरा है अरू त अब आफैले चिन्नु पर्ला ल दामी देखिरहेछ भ्यू चाहिँ तर खतरा छ यार आज वेदरले पनि ठ्याक्कै साथ दिएको छ है काले ल फेरि हुन है लड्छ यता आऊ अब मामले पाएको अरे अब पाएको अरे ल यता आऊ काले यता आऊ आऊ मेरो काले काले ओइ काले आऊ अब खायो अब पिट्यो अब मामले पिट्यो ल आऊ यता आऊ ल यहाँ यसो रिसोर्टको बगैँचामा खेल्दै है हामी चाहिँ टट्टलाएर यहाँ रिसोर्ट रहेछ एउटा राम्रै रहेछ अनि जस बच्चाहरूलाई खेल्नलाई गार्डन पनि रहेछ ल बस्नलाई पनि ठिक्क रहेछ शीतल रहेछ है यहाँ यति एउटामा चाहिँ माथि शीतल थियो जस्तै तातो आउने रहेछ हुन्न ओ नो 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 खै ल यसरी बस त तिम्रो म एउटा फोटो खिचिदिन्छु ओ दामी ल यता हेर न यति हो पोज तिम्रो अरू केही छैन खै सुन र हिरा भएको चप्पल त देखेन त यार के हो ल बुढीको फोटो पनि ल मेरो नि खिचिदेऊ अब त मुन्टिसक्यो फेरि फुल फुल है फुल मुन्तिर गुल्टेलाई बचाएर नआउने खालको बुढी रहेछ ल तिमी त्यहाँ त्यतिको बसे त म भिडै गरेर यति खिचिदिन्छु ल हो त्यही कालेलाई नै त हेराउन लगाऊ काले पऱ्यो हामी पनि अन्ततिर फेरि एकचोटि होइन तर रमाइलो छ आज मान्छे टन्नै रहेछ है भ्यू पनि यस्तो क्लिन भएको टक्क अहिले मात्र घाम लाग्यो भ्यू पनि क्या मजाको देखिने क्या दामी क्या वरिपरि जङ्गलै जङ्गल होइन चट्ट यहाँ चाहिँ फेरि मोहनपोखरी गुम्बा खै कहाँ हो यहाँ देखिरहेको चाहिँ होइन अनि त्यो त नारायणथानको 5 स्टार होटल भइहाल्यो म के पो भन्थ्यो नामै बिर्सेँ फेरि सरी यो होटलको चाहिँ ल जाउँ छोरी एकछिन यसले बरफ खाइसकेस् न भनेर लुगाम लाग्ला अहिले
छ के सनक्क फेरि तिमी जान्छौ भने हामी पनि खायो एकछिन खाजा खान बुढीलाई लानु पर्यो अनि त्यहीँ छोरीलाई पनि सुताउनु पर्यो भनेर अब लाग्दै गयो हामी। ल भाइ गाइस अहिले एकछिन भेटौँ ल। अब यतातिर यसो खाजा खान आएको लाखे
यो मेरो बुढी खाजा कस्तो छ हेलो के खानु भएको कस्तो छ यामी टेस्टी भन न टेस्टी ल ओके ल गुड खै यता हाई गरिदिनुहोस् ल गुड हेलो काले दुईटा हातमा लड्डु है दुईटा हातमा लड्डु ल आमा यता हेरेर हेर त बगैँचामा कति धेरै पुतलीहरू मलाई त पुतली कस्तो मनपर्छ काले आमा पुरा आमा पुतली ओ पुतली कति राम्री पुतली ओ पुतली कति राम्री यता हेर्नु त बाबालाई भयो केही हुन्न यता हेर्नु त बाबालाई हेर्नु त ल यता हेर्नु त बाबालाई हेर्नुहोस् त खडा नि तिमी हे फेरि कहाँ बिचमा फेरि बाबालाई हेर्नुहोस् त ल ल ल पानी राखिदियो ल जमाउनु छोरी ल खाजा पनि खाइसक्यो होइन अब बुढीलाई पनि घर लिएर जानु पऱ्यो आजको दिन एकदम रमाइलो भयो राम्रो भयो बुढी खुसी म पनि खुसी अनि राम्रो होस् जय होस् सबैको दिन शुभ रहोस्